हेलो गाइज, आजको ब्लग चाहिँ मेरो कलेजको हुनेछ अनि उहाँ चाहिँ गार्ड दाइ हुनुहुन्छ। सबभन्दा अगाडि मैले यो फ्रीको खाजा खाएँ, त्यसपछि अलिअलि मेकअप गरेको। यो मेरो कलेजको ड्रेस क्युट क्युट देखिन्छ मेरो कलेजको ड्रेसमा। अनि हजुरहरू लाइफ इन्सुरेन्स गराउनुहुन्छ भने 3 दिनको क्लास लिनुपर्छ अनि त्यसमा के रुल्स छ सबै बुझेर मात्र तपाईले पछि मात्र इन्सुरेन्स गराउन पाउनुहुन्छ। लाइफ इन्सुरेन्स गराउनु पनि ठिक्कै कुरा, अब पछिको दिनमा के हुन्छ कसैलाई पनि थाहा हुँदैन। अनि आजको मौसम पनि यति राम्रो थियो, अलिअलि पानी पर्ने जस्तै अनि घाम पनि अलिअलि मात्र थियो। यस्तो बेलामा त हिँड्न यति धेरै मजा आउँछ, तर घाम लागेको बेलामा त काठमाडौँमा यस्तो झ्याउ लाग्छ। अनि हाम्रो कलेजको बिल्डिङ चाहिँ एकदम धेरै ठुलो छ, 6 फ्लोरसम्मको। भन्दा लास्टमा हामीहरूको क्लास भएका कारणले जान पनि मन लाग्दैन कहिलेकाहीँ। त बिहान उठेर एक त 20 मिनटको बाटो पहिला हिँड्नुपर्छ, त्यसपछि कलेजमा त यति माथि गएर यो चाहिँ आइपिएक्स भन्दा हल्का अगाडि जाने बाटोको पुल छ। पहिला त अलि पुरानो जस्तो थियो, अहिले चाहिँ नयाँ पेन्ट सेन्ट गरेर नयाँ जस्तै बनाउनु भएको छ। यो ठाउँ त सबलाई थाहा होला, यो ठाउँको भिडियो म एकदम धेरै हाल्ने गर्छु टिकटकमा। मलाई एकदम धेरै मनपर्छ। धेरै जस्तो मान्छेले यतातिरको भिडियो एकदम धेरै हालेको हुन्छ, तर हाम्रोतिरको मान्छेलाई एउटै टेन्सन हुन्छ, यति धेरै पैसा खर्च गरेर यो ठाउँहरूमा घुमिरहेको हुन्छ। पैसा खर्च हुँदैन, फ्रीमा 10 मिनट हिँडेर जाने रुमबाट अनि घुम्ने, फोटो खिच्ने, भिडियो बनाउने। यो चाहिँ मेरो कलेज हो। हाम्रो कलेजको गार्ड दाइले चिन्नु भएन मलाई एकछिनको लागि। म चाहिँ कुर्ता सुरुवाल लगाएको थिएँ अनि त्यसमा अब कलेजको ड्रेसमा त छुट्टै देखिन्छ, यसमा छुट्टै देखिन्छ गाउँको। त्यसपछि मैले कलेजमा छिरेको, यो मेरो कलेजको आइना। यो लिफ्टले गर्दा त यार यस्तो सजिलो बनाइदिएछ हाम्रो लाइफ। भर्याङ पनि चढ्नु पर्दैन, सिधा लिफ्टमा गएर बस्ने। अनि कति फ्लोरमा जानु छ, मलाई त 5th जानु थियो अनि त्यही थिचेको। आधी मिनट जति मात्र लाग्छ माथि पुग्नमा। अनि त्यसपछि म अफिसमा गएको। मेरो साथीहरू त पहिला नै पुगिसकेको थियो अनि मलाई सिकाउँदै थियो कि कसरी फर्म भर्ने हो। अनि मैले फोटो खिचेर म पनि फर्म भर्न गएको। यो दाइ चाहिँ फर्स्ट टाइम आउनु भएको छ। सरले के भन्नुभयो कि आजको डेट मात्र छ, आज फर्म भरेनौ भने 1500 को ठाउँमा 2500 लाग्छ तिमीलाई। तर कलेजमा गएर हेरेको कोही थिएन त्यहाँ। सरले यस्तो गरी भन्नुभयो कि आजको डेट मात्र छ, आज आऊ नानी। जान त गए तर पैसा 1 रुपियाँ पनि दिएन। अब पैसा दिनको लागि हुनु पनि पर्यो नि। पैसा लिए पनि यो कलेज चाहिँ एकदम धेरै मनपर्छ। अब सरकारीमा यस्तो हुन्छ अनि सरकारीमा त्यति धेरै केयर पनि हुँदैन। फर्म भर्ने बेलामा केही सामान पुगेन भने यति धेरै रिसाएर बोल्नुहुन्छ। तर हाम्रो कलेजमा त्यस्तो केही हुँदैन। हाम्रो कलेजमा मात्र 2टा फोटो बुझाउने अनि डकुमेन्टहरू के चाहियो सबै सरलाई बुझाउनु पर्छ मात्र। त्यसपछि त उहाँहरूले आफै फर्महरू भरिदिने, के गर्नुपर्छ सबै। नोटिसहरू पनि टाइममा पठाउनुहुन्छ, कल गरेर के हुन्छ कसरी हुन्छ सबै। यो गमलाहरूमा सबै किसिमका फुलहरू छ, रातो, नीलो, सेतो सबै। यस्तो मजा आउँछ आउने बेलामा हेर्न। त्यसपछि म फेरि रुम आउने बाटो लागेँ गाइस। यो चाहिँ मेरो रुम जाने बाटो। म जहिले नै यो बाटो भएर आउने जाने गर्छु। सबजनालाई थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनको लागि। आजको लागि यति नै छ। बाई बाई गाइज। अब अर्को भिडियोमा फेरि भेटौँला।